भोलिपल्ट बिहानीको शीतल क्षणमा सनातन गुरु गोरखनाथ मन्दिरको पछाडिपट्टि रहेको शान्त आश्रमतिर बिस्तारै उक्लिँदै थियो। त्यहाँ माता जस्तै दिव्य आभा बोकेकी एक साध्वी भेटिनुभयो। केही क्षणको संवाद, केही मौन, केही मुस्कान, र त्यसपछि सनातनले आफूलाई आश्रमको छततिर तानिन्छु जस्तो महसुस गर्यो। छतमाथि उक्लिने क्रममा उनका मनमा अचानक त्यो प्रहरी चौकी, त्यसको झ्याल, त्यो चिसो सिसा र गोरखापत्रमा देखिएका ती अनौठा अंग्रेजी शब्दहरू, सी, सुन, बेल, ब्लूबर्ड, लाइट, ईगल, इमेल, मानव ती शब्दहरू कुनै गोप्य सन्देश थिए, अधुरो तर गहिरो, कहाँ मनले बुझिसकेको तर भाषाले नबुझाएको अर्थ जस्तै। छतमा पुग्ने बित्तिकै पछाडितिर फैलिएको मृगस्थली जंगल आकाशैभरिको मौनता लिएर खुल्यो। त्यो दृश्य मानव स्वयं परमात्माको उपस्थितिमा जन्मिएको कथा थियो। जंगलको हरियाली भित्र सयौं चित्तल 12 सेगे मृगका समूहहरू सैनिकहरूको मार्चपास्ट जस्तै लाइनबद्ध दौडिरहेका थिए। प्रकृतिको त्यो अनुशासन र ताल सनातनको मनमा कुनै पुरानो सत्य झल्कियो। प्रहरी चौकीको सिसामा देखिएको शब्दहरूको रहस्य उनले आधा भाग बुझिसके झैं लाग्यो। त्यसपछि उनले मृगस्थलीबाट आफ्नो यात्रा अगाडितिर धकेल्दै लगे। तर कहाँ, किन, कसलाई भेट्न, उनैलाई थाहा थिएन। मनकामनाको त्यो रात राजा ज्ञानेन्द्रले भर्खर गरेको भाले, त्यसपछि लागेको हत्कडी, मेल, प्रहरीको कडा आवाज, लतको दुखाइ, अनि भोलिपल्ट एक प्लेट खाना र काठमाडौँ जानुपर्छ भन्दै बसमा जबरजस्ती पठाइएको आदेश। तर उनको मन सुर्खेततिर थियो, घरतिर थियो। तर नियति त कहिल्यै सोध्दैन, कहाँ लगे पनि लिएर जान्छ। काठमाडौँ पुगेर उनी पुनः यात्रा आरम्भ गर्छन्। गौशालाबाट अगाडि पहाडी गाउँतिर र बाटोमै जंगलभित्र बन्दुकको आवाज गुन्जिन्छ। मानव अदृश्य शक्तिले चेतावनी दिँदै भन्छ, उता नजाऊ, गोली चलिरहेको छ। तर सनातन थामिँदैनन्, नडराइकन, नरोकिकन, एक कदमपछि अर्को कदम। आखिर उनी हाडी गाउँ पुग्छन्। त्यहाँ थियो श्री योगी नरहरिनाथ आश्रम, पुरानो चन्दनको बुटामुनि बसिरहेको एक शान्त इतिहासभरि मन्दिर। कहिल्यै सुनेको 90 सालको रातमा भूकम्पले भत्काएको गोरखनाथको प्राचीन मन्दिरको कथा। त्यही ठाउँमा पूर्वतिरका एक साधु पद्मराज पन्त, दूरदृष्टि, धैर्य र शान्त स्वर बोकेका, उहाँले सनातनलाई स्वागत गरे जस्तो आफन्तले वर्षौंपछि चिनेर बोलाउँछ। त्यही साँझ आश्रममा भजन सुरु भयो। आरतीको धुन, घण्टीको न्यानो आवाज, कपाल हल्लाउने मन्द बयार, सबै एकै ठाउँ मिसिएर मौनलाई संगीत बनाइरहेका थिए। र त्यही बेला सनातनको हृदयलाई झस्काउने एक ऊर्जा देखा पर्यो। सुर्खेत लाठी कोइलीका वसन्त जीसी देख्ने बित्तिकै घर भेटेको जस्तो मन उज्यालो भयो। उनीहरूले थोरै कुरा गरे, घरको हालखबर, सुर्खेतको सम्झना, जीवनको थकान, र अन्ततः रात आश्रममै बित्यो। अत्यन्त शान्त, अत्यन्त आध्यात्मिक, मानव भाग्यले लेखेको।